के यो दुनियाँमा भगवानको अस्तित्व छ? के हामीले पूजा गर्ने भगवानहरू भनेको अस्तित्वमा रहेको कुरा हो? कि त्यो हाम्रो कल्पना मात्रै हो? के त्यो सबै मूर्तिहरू हामीले बनाएको, हाम्रो मन मस्तिष्कले सिर्जना गरेको एउटा सिर्जना मात्रै हो? के त्यसमा केही अर्थ लुकेको छ? कि त्यसले केही भन्न खोजिरहेको छ? कि हामी यसरी जुन हिसाबले पुरै विश्वमा हरेक धर्मले कर्मकाण्डलाई यसरी माथि उचालेको छ, के त्यो कर्मकाण्ड गर्दैमा मान्छेले आफ्नो मोक्ष प्राप्त गर्ने हो? कि कर्मकाण्डले सबै गल्तीमा क्षमा गर्ने शक्ति राख्दछ? त्यसले के भन्न खोजिरहेको छ? के हामी बिना प्रश्न जसले जे भन्यो त्यही आधारमा प्रश्न नगरिकन हामी त्यसको पछाडि दौडिएको छौँ? के हामीले महसुस गरेको छौँ? केही कुरा अनुभव नगरिकन कसैले भनेको भरमा हामीले त्यसलाई विश्वास गर्नु भनेको के यो सही हो या गलत, यसको बारेमा मलाई थाहा छैन। यो अब जसले विश्वास गर्नुहुन्छ यो उहाँहरूको विश्वासको कुरा हो। तर के त्यो विश्वासले उहाँहरूलाई सुख दिएको छ? कि उहाँहरू पनि त्यो एउटा जन्जाल, सामाजिक जन्जालमा घेरिएर त्यसलाई स्वीकार्न बाध्य हुनुभएको हो? के साँच्ची नै यसमा कति यथार्थ छ र कति कुराहरू प्रमाणित गर्न सकिँदैन भनेर नि भन्न सकिन्छ। किनभने कति कुराहरू अनुभव गर्ने कुराहरूलाई विज्ञानले अहिलेसम्म पत्ता लगाउन सकेको छैन। किनभने त्यो कुरा भनेको धेरै सूक्ष्म तहमा हुने गरेको छ र त्यो सूक्ष्म अनुभवहरूलाई पत्ता लगाउन त्यही प्रकारको सूक्ष्म साधन, सूक्ष्म सामग्रीहरू, त्यो सूक्ष्मतालाई पत्ता लगाउन असम्भव त नभनौँ, तर कठिनाइहरू धेरै छ। के मान्छे हामी जुन हिसाबले समाज, भूगोल, परिवेशमा अगाडि बढिरहेको छौँ, के यो हामी गलत तरिकाले त हिँडिरहेको छैनौँ? हामी बाहिर भगवान खोजिरहेका छौँ। के भगवान बाहिर छ? के भगवान बाहिर हुनुहुन्छ? या हामी त्यो बिना हामीलाई प्रोग्राम गरिएको छ, हामी त्यसकै बाटोमा अगाडि बढिरहेको छौँ? के यो मनलाई एउटा दिशातिर लग्ने बहाना मात्रै हो? कि हामी हरेक कुरा बाहिर मात्रै खोजिरहेको हुन्छौँ? तर मलाई के लाग्छ भन्दाखेरि कहिलेकाहीँ भित्रतिर पनि हामी बढ्न अग्रसर हुनुपर्छ। हामीले आफै भित्र कुराहरू कति खोजेको छौँ? के हामीले आफूले आफैलाई बुझेको छौँ? के हामी हरेक दिन अरूले भनेको कुरामा विश्वास गरेर हरेक दिन जुन तत्त्वको पछाडि हामी लागिरहन्छौँ त्यसले हामीलाई सन्तुष्ट दिएको छ भने मेरो कुरा भन्नु छैन। तर यदि तपाईँ त्यसको पछाडि लाग्दा पनि त्यसले तपाईँलाई कुनै रूपमा सन्तुष्ट दिएको छैन, कुनै रूपमा आत्मा अनुभूति गर्नुभएको छैन भने त्यसको पछाडि लागेर केही काम छ? कि यो कुरा हामीले धैर्य धारण गरेर मात्र पाउँछौँ? कि हामीले पुरै साधना गर्नुपर्छ यसको लागि प्राप्त गर्न? के यो यत्तिकै प्राप्त हुने कुरा होइन? कि यो आजको भोलि प्राप्त हुने कुरा होइन? कि हामीभन्दा अगाडिका पुस्ताहरूले एक प्रकारले समाजले नै पढाएको उनीहरूलाई पाठ हो, त्यही पाठ अगाडि बढिरहेका छन्? कि यो त केही कुराबाट टाढा भाग्नको लागि एउटा माध्यम हो? के हामी जुन तरिकाले अहिले कर्मकाण्डीय कुराहरूलाई बढी प्राथमिकता दिएर जुन तरिकाले
जे सत्य हो, जे यथार्थ हो, जे ब्रह्म हो, त्यो कुराबाट त हामी टाढिएको छैनौँ। के पुरै विश्व नै त्योतिर रम्किरहेको छ, कि यो मेरो मात्रै एउटा दिमागमा उब्जिएको प्रश्न मात्रै हो? के यो प्रश्नको उत्तर पाउनको लागि त्यति सहज छ, कि यो एउटा मान्छेको सोच हो, कि भगवान भनेको हरेक मान्छेको दृष्टिकोणले फरक हुन्छ? यसको अस्तित्व छ अथवा छैन भन्ने प्रश्नभन्दा पनि हामीले यसलाई कुन रूपमा लिइरहेको छौँ, हामीले गरेको कार्यहरूले के यो पृथ्वीमा असर गरेको छैन? हामी यसकै पछाडि लागिरहन्छौँ, तर के हामीले यो एउटा जुन अहिले देखिने धार्मिकता भनेको चाहिँ एउटा बाहिर देखिने खोक्रो बोक्रो मात्रै हो, या भित्रको हामी गुदीबाट टाढिरहेको छौँ? हामी त्यही बाहिरको बोक्रोको पछाडि मात्रै लागिरहेका छौँ, त्यो भित्रको मूल गुदीबाट हामीले थाहा पाइरहेका छैनौँ कि के हो? यसको बारेमा मलाई थाहा छैन। यसको बारेमा म भन्न पनि सक्दिनँ, किनभने यो यस्तो प्रश्न हो कि सायद यो प्रश्न अहिलेसम्म मान्छेको विभिन्न दृष्टिकोण, कसैले छ भन्नुहुन्छ, कसैले छैन भन्नुहुन्छ, कसैले विज्ञानको आधार दिनुहुन्छ, कसैले आफ्नो जीवनको घटनाको आधार दिनुहुन्छ। यो आफ्नो दृष्टिकोणमा चलेको छ, र यो जबसम्म यो मानव सभ्यता रहिरहन्छ तबसम्म यो चलिरहन्छ। तर यो दुनियाँमा सबैभन्दा ठुलो कुरा मेरो विचारमा सायद प्रकृति हो। प्रकृति नै सायद भगवान होला, र सायद हाम्रो ऋषिमुनिहरूले पनि प्रकृतिलाई नै पूजा गर्नु भन्नुभएको थियो होला। हामी यो जुन हाम्रो प्रकृति पूजाबाट हामी टाढिएर हामी अरू कुरामै रुमलिएन थालेको जस्तो लाग्यो, र जुन हाम्रो पहिलाका पूर्वज ऋषिमुनिहरूले भित्र हेर्नु, भित्रतिर जानु भन्दा पनि हामी अहिले धेरै बाहिरतिर गइरहेको जस्तो लाग्छ। सायद यो प्रश्नको उत्तर जबसम्म मानव सभ्यता रहिरहन्छ तबसम्म यसको यकिन, ठोसपूर्ण प्रमाणीकरण अर्थात् अनुभवको हिसाबले अथवा प्रमाणको हिसाबले कुन हिसाबले भन्ने यसको उत्तर कसैसँग पनि हुँदैन। र यसमा दिने उत्तर भनेको सबैको आफ्नो अनुभव, सबैको आफ्नो भूगोल, परिवेश, आफ्नो हुर्काइ र आफ्नै भोगाइको आधारमा हो। र यो प्रश्न किन मैले लिएको भन्दा, यो जुन तरिकाले एउटा अन्धविश्वासलाई समाजलाई जकडिरहेको छ, सायद हामी त्योबाट माथि उठ्न जरुरी छ होला। यसको नाममा हुने जुन विभेद, जुन नकारात्मक कार्यहरू छ, यसलाई रोक्यौँ भने मात्रै यो भएको नि पूर्णता हुन्छ जस्तो लाग्छ। र सायद यो दुनियाँमा सबभन्दा ठुलो कुरा प्रकृति नै हो। प्रकृतिलाई अझैसम्म पनि कसैले जित्न सकेको छैन, र सायद प्रकृति विरुद्ध जबसम्म यो मानव सभ्यता रहिरहन्छ, हामी जति विजय भएको महसुस गरे पनि अन्तिममा हामी प्रकृतिसँग हार्ने नै